देखो आज चाहिँ फाइनल म चाहिँ यहाँ छोरालाई पैसा दिँदै थिएँ बेसी त दिएन 200 रुपियाँ मात्रै दिएको छु त्यो यसो खाओस् भनेर हिँडे लु है बेस्ट अफ लक दुईजनालाई नै बेस्ट अफ लक हो जा ल ल कोसिस गर्न अच्छे से हेर्नु नि साथीहरू यो के अरे नानीलाई के अरे फेसन सोमा जाने त अनि यसलाई मोडिफाई गरेर यो कुकुरीको मतलब कि यो कभरलाई चाहिँ नि यस्तो मोडिफाई गर्दैछ कभर लगाएर लेस लगाएर यस्तो बनाइदिएछ के गर्नुपर्छ पर्छ ल साथी हो आज चाहिँ हामी बजारतिर लाग्यो यहाँ छोरी आएको छ हेलो गाइस हामी चाहिँ बजार गएको अब छोरीलाई देखाइदिएको साथीहरू हामी चाहिँ बजार पसेर साह्रो गरम भयो यहाँ भदाइको रेस्टुरेन्ट आएर बसिरहेको छु है बसिरहेको छु कफी अर्डर गरेको छु अनि नानीले फ्रेन्च फ्राई खाने अरे उसले फ्रेन्च फ्राई खान्छ अनि यहाँ शीतलमा बसिरहेको छु के गर्नु गरम पुरा छ हो बजार पसेको बजार गरिसकेर चाहिँ अनि यहाँभित्र आएर बसेको म्यानेजर यहाँ म्यानेजरले चाहिँ कफी लिएर आयो है कफी लिएर आएको छ यहीँ म्यानेजरले अब कफी खाने कफी खाएला भन्न तिमीलाई चाहिँ के मगाएको ए साथले मात्रै बोल्दो रहेछ हाम्रो म्यानेजर चाहिँ यहाँ म्यानेजर कुकले होला ए तैँले बनाएको ल साथी हो कफी खाए ल ल ल ल नानीलाई चाहिँ नि फ्रेन्च फ्राई है हामीले चाहिँ कफी खायो खाए ल भनिदेऊ न तिमीले पनि चपेर ए तिम्रो त दुईटा दाम दिँदो रहेछ त्यहाँदेखिको साथी हो बजारबाट आएपछि चाहिँ मैले यहाँ राँगाको मासु लौकासँग बनाएँ हो बनाइ तुलाइ गरेँ आज सन्चबार थियो अनि राँगाको मासु त पाक्छ हुन्छ तपाईँलाई